नेपाल एम्बेसी जाँदै जबरिया जाँदै फर्स्ट टाइम डबल बस के डबल बस भन्छ नि यसलाई डबल बस चढेको लास्ट रमाइलो भइरहेको छ ठाउँको हाइवे मेन हाइवे नेपाल एम्बेसीतिर जाँदै उयो बाटो हुँदै जानुपर्छ नेपाल एम्बेसी जानलाई। काम सकेर एम्बेसीबाट फर्किँदै गाडी पुरै लागिरहेको जो भइरहेछ पुगेर रुमको त्यति निद्रा सुत्यौँ भन्ने छ। निद्रा पुऱ्याएको छ, फेरि ड्युटी जानु छ। बस चेन्ज गर्नलाई आकाशे पुल चढेर फेरि अर्को बस चेन्ज गरेर जानुपर्ने भयो। थाकेको बेलामा कति बस चेन्ज गर्ने यार, थाकेको बेलामा कतिखेर रुम पुगेर कतिखेर खाना खानु कतिखेर एकछिन 2 निद्रा मात्र भयो पुगाएर सुतेर ड्युटी जाम भनेको सायद सुत्न पनि भ्याइँदैन जस्तो छ। आज त जाडो महिना लागेको अरे यस्तो टम्चा घाम त दिमाग खराब भएर चाहिँ टाउको तातेर के भन्नु। एम्बेसीबाट गयो नि काम सकाएर आउँदा ओर्दा 5-6 बजेको थियो। अब खानासाना खाएर ड्युटी स्युटी जाँदा गएर आउँदा बिहान हुन्छ। बिहान आएर फ्रेस भएर सुत्दा ओर्दा फेरि भोलि आधा दिनै गइसक्छ। बोल्न मन लाग्ने मान्छेसँग नि बोल्न पाइँदैन। के गर्ने हो, विदेशी लाइफ एकदम बिजी लाइफ भएको अवस्था भइरहेको छ यहाँ अहिले। अब बोल्नु भने नेपालको अब यतिखेर आधा रात भइसक्नु आँटिसक्यो, बोल्न पाइँदैन क्या। बोल्न मन लागेको मान्छेसँग नि धरि बोल्न पाइँदैन टाइमले गरेर। यता उड्दा उता रात हुन्छ, यता सुत्ने बेलामा उता बिहान भइरहेको हुन्छ। के गर्ने जिन्दगी झन्ड हो गया रे बेटुवा। हामी ड्युटी जाने बेलामा नेपालमा रात भइसकेको हुन्छ है। आधा रात पनि हुने बेला भइसक्यो होला। अब हामी ड्युटी गएर जाने बेलामा के गर्ने, अब बोल्नै पाइँदैन हो कोहीसँग पनि। सबैजना सुतिसकेको पनि हुनसक्छ, कोही उठेर मोबाइल चलाइरह होला, कोही फिल्म हेरिरह होला। यतिखेर के गर्ने, यस्तै छ जिन्दगी। भनेको बेलामा बोल्न पाइँदैन, भनेको बेलामा ठिकै छ। सबैजनालाई अब यहीँबाट गुड नाइट भन्न चाहन्छु। अनि डोन्ट फर्गेट टु लाइक, कमेन्ट एन्ड सब्सक्राइब है त। सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला, सेयर पनि गरिदिनु होला है त। ओके छ त, जय नेपाल फ्रम कुवेत।